नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले समाजवादका कुरा गर्ने दलहरू नै पुँजीवादलाई दबावमा बढावा दिएको टिप्पणी गर्नुभएको छ। जनकपुरधाममा सोमबार समाजवादी प्रेस संगठन नेपालले गरेको समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तर्क्रियामा मुख्यमन्त्री सिंहले यस्तो बताउनु भएको छ। उहाँले दलहरूले आफ्ना दस्तावेजहरूमा समाजवादका कुरा गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो। उहाँले यी दलहरू पुँजीवादलाई बढ़ावा दिएको भन्दै देशलाई समृद्धिको बाटोमा लैजान सिद्धान्त लिएर अगाडि बढ्न दलहरूलाई सुझाव दिनुभयो। चाहे जे भी कहो, लेकिन आंदोलन के टाइम में ओकरा ओते कवरेज नहीं भेले जे वो प्रस्तुति राखलक। तेसर एतऽ बहुत बड़का इश्यू उठल छै समाजवाद और पूंजीवाद। लेकिन हम ई नेपाल में देख रहा छी जतेक भी पार्टी के समाजवाद के एजेंडा लेके चल रहा छथिन, लेकिन एजेंडा पार्टी के एजेंडा में छे समाजवाद, पार्टी के घोषणा पत्र में छे समाजवाद, और सारा नेताजी सबसे बेसी पूंजीवाद में वह सब लागल छथिन। हर एक चीज में देखल जाए, चाहे स्कूल, हॉस्पिटल, कॉलेज, इंडस्ट्री, सब उस समाजवाद में लगला बेसी दर के कतो रिफ्लेक्शन होता आवे छे पूंजीवाद में। तो उहोटा कतो हमरा अहाँ के देश के डेवलपमेंट पार्ट के लागि की आवश्यकता छे, ओइ पर हमरा अहाँ के छलफल करनाइ जरूरी छे कि समाजवादे से चलते कि पूंजीवाद से चलते, कि दुनूटा के मिक्स करके ओइ में जे समाजवाद के भी नीक पक्ष और पूंजीवाद के भी नीक पक्ष दुनू के लेके मिश्रित यदि लेके हम अहाँ चलबे, तबे हमारा अहाँ के देश और प्रदेश समृद्धि की ओर जेते। मुख्यमन्त्री सिंहले अन्तर्क्रिया कार्यक्रमको ब्यानरमा दक्षिणपन्थी अवसरवाद विरोध गरौँ लेखिएको नाराप्रति आपत्ति जनाउनुभयो। उहाँले दक्षिणपन्थी र उत्तरपन्थीमा नलागेर देशका मुख्य समस्याहरू समाधानका लागि अग्रसरता देखाउन पनि सबैलाई आग्रह गर्नुभयो। लिखल छे आइ दक्षिणपन्थी कोही एते कखनियो कहते दक्षिणपन्थी, कोई एते बैनर में कोई कहते उत्तरपन्थी। हम अहाँ ई दक्षिणपन्थी और उत्तरपन्थीये में मात्र लागल रहबै तो हमर देश कहिया आगाड़ी बढ़ते। हमर अहाँ के एक्चुअल देश के की समस्या छे ओकरा उजागर करे पड़ले। हमरा अहाँ के दक्षिणपन्थी की करे छे, उत्तरपन्थी की करे छे, वह पीछू लागल रहबै तो हमर अहाँ के देश के मेजर इश्यू नहीं समावेश है। मुख्यमन्त्री सिंहले मधेस सरकार मिडिया मैत्री रहेको पनि बताउनुभयो। उहाँले मधेस आन्दोलनमा मधेसका पत्रिका, रेडियो र टेलिभिजनले महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा पनि गर्नुभएको थियो। उहाँले लोक कल्याणकारी विज्ञापन कम हुन नदिने साथै पत्रकारहरूलाई बीमा योजना सहित प्रदेशका सञ्चार माध्यम र पत्रकारहरूको हितलाई ध्यानमा राखी आफूहरू काम गरिरहेको पनि जानकारी दिनुभयो। पैसा कम भेल छै ओकरा लेल अपने सब ढुक रहल जाय। पहले विगत लास्ट में जाके कार्यक्रम होइत रहे, लास्ट में जाके होइत रहे। हमरा सबके आर्थिक वर्ष स्टार्टिंगे भेला के बाद कार्यान्वयन शुरू भए जात और ओकर जे भी पैसा फंड कम हेते ओकरा राज्य पुनः ओकरा अथी करते, जैसे से पूर्ति करते। तेसर मीडिया सबके लागी जैसे से अपने सबके खोज पत्रकारिता के लागी भी प्लस इंश्योरेंस के भी व्यवस्था हमरा सबके करने छी और ओकरा जैसे से इमीडिएट श्रावण के बाद लागू है तो अपने सबके बीच में कहे छी। कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने, मध्य प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, मध्य मीडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मध्य प्रदेशका अध्यक्ष राजेश कर्ण लगायत पत्रकारहरू सहभागी भएका थिए। धनसाको लक्ष्मीनिया गाउँपालिकाका वार्ड अध्यक्षहरूले नीति तथा कार्यक्रम अवरुद्ध पारेका छन्। गाउँपालिका अध्यक्षले मनोमानी हिसाबले नीति तथा कार्यक्रमसँगै बजेट ल्याउन लागेको भन्दै सोमबार उनीहरूले कार्यक्रम नै अवरुद्ध पारेका हुन्। असार 10 गते भित्रै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार लक्ष्मीनिया गाउँपालिकामा बजेट ल्याउने कार्यक्रम तय गरिएको थियो, तर गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले मनोमानी हिसाबले बजेट ल्याउन लागेको भन्दै वार्ड अध्यक्षका साथै बहुमत कार्यपालिका सदस्यहरूले निमित्त तथा कार्यक्रम विरुद्ध उभिएका हुन्। वार्ड नम्बर 7 का अध्यक्ष गंगा शाहले अध्यक्ष मिश्रले आफूहरूसँग सरसल्लाह नगरिकन बजेट ल्याउने गरेको आरोप लगाए। गैर कानूनी तरीका से ही नीति तथा कार्यक्रम आई घोषणा करे। पहला अहाँ के एकदम सिस्टम तरीका से जाए पड़े कि हमरा सबके
ये नीति तथा कार्यक्रम करते त्यससे 15 दिन पहिने अहाँके सूचना काटे पड़ी है कि सूचना करला के बाद में हम सब एक बार बोर्ड बैठक बैठी है। वो बोर्ड बैठक में कहिया अहाँ नीति तथा कार्यक्रम करब, कते बजट अहाँके सीलिंग होते से बजट तो जे कुछ के हमरा सबके सीलिंग नहीं दऽ के हमरा सबके योजना वार्ड से लाबऽ के प्रक्रिया ओहो अहाँके 10 गते के भीतर में जब करी छी तो 10 गते के भीतर में लाबऽ पड़ी से ये नहीं कऽ के हमरा सबके ये बैठक नहीं कऽ के कहिया परिषद करब सेहो नहीं पूछ के अहाँके 6 गते के सीधे अथी चिट्ठी कटलकै कि अहाँके ये योजना संकलन कर दिए के लागि योजना के चिट्ठी अहाँके 6 गते गेलै 8 गते के भीतर में अहाँके दियौ पेश करू। हम सब कतऽ से देब, बजटो हमरा सबके जे है जे बजट लाबऽ के कते बजट हमरा सबके वार्ड में सीलिंग गेलिए ताहि आधार पर हम सब अहाँके योजना डिवाइड करबै। यसअघि नीति तथा कार्यक्रम पूर्व 15 दिन अगावै कार्यपालिकाको बैठक बसेर नीति तथा कार्यक्रमको विषयमा निर्णय गरिन्थ्यो, तर त्यो परिपाटी वर्तमान अध्यक्षले तोडेको वार्ड नम्बर 3 का वार्डाध्यक्षले आरोप लगाएका छन्। उनले आफूहरूलाई समय नै नदिई योजना पेश गर्न भनिएपछि नीति तथा कार्यक्रम र बजेट ल्याउन दिने वातावरण बिग्रिएको उनले बताएका छन्। विकास सबके अधिकार होइ छै, कोनो व्यक्ति के नहीं होइ छै। मोरा अध्यक्ष हम अकेले नहीं कर सकै छी, समाज से जे के मुख्य परिवर्तन दे रहलै है जे ई बजट राखी पर तो जरूरी है तो रखै रहली। हम सब ये देखल जाओ अभी के दुख में एक बात कि हम सब अपने के चुनाव जे जीतलिए 79 के तने वचनबद्ध जने जीत नेपाल कृषि प्रधान देश, लेकिन अभी तक कोई नेता अभी तक नेपाल कृषि प्रधान देश के मान्यता दै छै लेकिन कर्म नहीं कर रहल है। तो हम सब अपने वार्ड से हम अपने के अलो कार्यकाल ने हमारा वार्ड में जाके देखल जाओ कृषि बाटो, कृषि पोल, तार, सिंचाई, ट्रांसफार्मर सहित जलान भेल है। लेकिन यही बाजी कहल जाओ तो हमरा सबके विकास के जे अगर ट्रांसफार्मर के पोल तार रहलिए सो मेयर साहब कम से कम जानकारी करे चाहे हो, कोनो कारणवश बजटे अगर घटी भेली तो कौन होते नहीं पूछ के वार्ड अध्यक्ष सबके सीधे एक लौटी हिसाब से अपने के सीधे किसान सबसे अपने से जाके गाँव गाँव नेट लियो जे वास्तव में बिजली तार के जरूरी है कि नहीं जरूरी। हम सब प्रमुखते जनै नहीं छी बिजली तार पोल के। तर अध्यक्ष मिश्रले वार्ड अध्यक्षहरू कामै नभएका योजनाहरूको भुक्तानीका लागि दबाब दिँदै आएको र आफूले सो नगरेपछि नीति तथा कार्यक्रम अवरोधको आरोप लगाए। मिश्रले वार्डहरूमा गैर कानुनी रूपमा भर्ना गरिएका कर्मचारीहरूको तलब समेत निकासा गर्न दबाब दिइरहेको बताएका छन्। काज नहीं करो। दोसर बात करार के कर्मचारी के कार्यपालिका से निर्णय कऽ के वैकेंसी कयल गेलै, ओहि द्वारा जे नतीजा प्रकाशन भेलै तकरा सबके नियुक्ति पत्र दऽ कऽ जे कि जे कामकाज अखन जे करा रहल छै गाँवपालिका वो सब अपन मनमानी ढंग से अपना अपना वार्ड में जे कि जे अपन कर्मचारी के रखने छै, कहै छथिन कि हमरा गाँवपालिका तलब दियौ, वो सब काम करने छै। हम कहै छी जे गाँवपालिका ओकरा जे कि जे कोनो ने आदेश देने छै, ने लिखित ने मौखिक, कोन आधार पर गाँवपालिका ओकरा सबके तलब देतै? ई गैर कानूनी छै, ई कानूनी सम्मत बात नहीं छै। एहि के लेल जे कि जे हम एहि बात के जे कि जे अमान्य करब, ई बात हम जे कि जे नहीं मानब, किया तऽ कानूनी त्रुटि में जे कि जे हम नहीं पड़ऽ चाहै छी। ताहि लऽ कऽ हुनकर सबके जोरदार मांग छै जे तलब दऽ दियौ, ओकरा सबके तलब कोन आधार से दियौ। अध्यक्ष मिश्र कांग्रेसबाट निर्वाचित भएका थिए भने कार्यपालिकामा अल्पमतमा छन्। गाउँपालिकाले परिषद बैठक हेल्थो पोस्टमा गर्ने तयारी गरेका थिए। यसैबीच पहिला तय गरिएको स्थानमा परिषद बैठकमा अवरोध सिर्जना भएपछि गाउँपालिका अध्यक्ष मिश्रले गाउँपालिकाको सभा हलमा बैठक सुरु गरेका थिए। यो बैठक सुरु भएको थाहा पाएपछि वार्ड अध्यक्षहरूले त्यहाँ पुगेर पनि विरोध जनाएका थिए। गाउँपालिकाको मुख्य ढोकामा ताला लगाएर परिषद बैठक गरेको भन्दै वार्ड अध्यक्षहरूले विरोध जनाएका थिए। लागि हेल्थ पोस्ट में रखने छलैया, लेकिन वही जही से बैनर टाइनर सब टंगले है, हर चीज है, हम सब तैयारी भके छी वही हम सब विरोध में, लेकिन वही नहीं कह के वही जो बुझल के हमरा संभव नहीं होए वाला है। तो ई की कल के गाँव में गाँव पालिका में आबि के मेन गेट में ताला लगा के आ प्लस भीतरी सभा हॉल में चोरा के चोर बाटो से ही परिषद कॉल के हम सब पता लागल, हम अलिए, हम तकर बाद में जे से डायरेक्ट ऊपरी चढ़लिए तो देखी छी सभा हॉल में जे परिषद भ रहा है। चोरा के जे से कोनो भी कीमत में जे उनीहरूले आफूहरूका विरोधका बावजुद परिषद गरिएको भने यसले गरेका निर्णय रद्द हुनुपर्ने पनि माग गरेका छन्।
जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल हुने भएको छ। मंगलबारदेखि सुरु हुने फिल्म फेस्टिभलमा 2 दिनसम्म चल्नेछ। सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जनकपुरधाममा पहिलो पटक मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुन लागेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रमका संयोजक रमेश रञ्जन झाले जानकारी दिनुभएको छ। जनकपुरधाम उपमहानगरपालिकाका तथा लोक सञ्चार जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको फिल्म फेस्टिभल जनकपुरधामको गिरिजा सिनेमा हलमा बिहान 10 बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ। फिल्म फेस्टिभलमा ललनका पाग, लोटस ब्लुम्स समानान्तर गरेर 3 वटा पिक्चर फिल्मको प्रदर्शन हुनेछ। त्यस्तै वृत्तचित्र, गुम्की र विद्यापत तथा लघु फिल्म रक्त तिलक अफवाह प्रदर्शनी हुनेछन्। यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिषद सेममा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताउनु भएको छ। सोमबार काठमाडौँमा सहकारी पीडितहरूको आन्दोलनलाई समर्थन गर्न पुग्नु भएका उहाँले यस्तो बताउनु भएको हो। उहाँले नागरिकले भविष्यका लागि दुख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरूबाटै लुटिएको बताउनु भयो। उहाँले राज्य सत्तामा बस्नेहरूले ठूलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने बताउनु भयो। उहाँले नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्य सत्ताको आडमा लुटिएको बताउनु भयो। उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाउनु भयो। उहाँले अहिलेका राजनीतिक दलहरूले देश र जनताको लागि केही काम गर्न नसकेको पनि बताउनु भयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्न मानिसका कारण कांग्रेस बदनाम भइरहेको पनि बताउनु भयो। सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भगाउनु पर्ने स्थिति बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताउनु भयो। उहाँले नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताउनु भयो। महामन्त्री हुने, पार्टी कार्यालय हुने, सांसद हुने, मन्त्री हुने भनेको त जिम्मेवारी मात्र हो नि त। यो त जिम्मेवारी, यो त ठुलो आन्दोलन हो नि। यो त एउटा ठुलो विचार हो। त्यही विचारबाट प्रभावित भएर कसैले विद्यालय खोलेको छ, त्यही विचारबाट प्रभावित भएर कसैले अर्को एउटा सामाजिक सत्कर्म गरेको छ। किनकि म कांग्रेस हुनु वा फर द्याट म्याटर इभन कुनै एउटा कम्युनिस्ट पार्टीको सदस्य हुने कुरा पनि प्रारम्भमा केसँग जोडिएको छ भने समाजको बृहत्तर हित गर्ने कुरासँग। महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरूलाई म किन प्रधानमन्त्री बनेको हो भन्ने कुराको जानकारी नै नरहेको पनि बताउनु भयो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि शुभ समिति गठन गरेको बताउनु भएको छ। सोमबारको राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा जानकारी गराउँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरूसँगको सल्लाह लिई समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताउनु भयो। गत असार 4 गते अछामको पञ्चदेव विनायक नगरपालिका वार्ड नम्बर 2 बस्ने 16 वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसदमा जानकारी गराउँदै उहाँले आगामी दिनमा यस किसिमका घटना हुन नदिन ली कानुनी नीतिगत सामाजिक अभियानका रूपमा यसलाई नियन्त्रण गर्ने र यो प्रथालाई अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको बताउनु भयो। उहाँले अछाममा छाउगोठामा बसेकी किशोरीको स्वास्थ्य अवस्थामा अहिले सामान्य रहेको र बलात्कारीको आरोपमा 1 जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि बताउनु भयो।
गरी थुनामै राखी अनुसन्धान समेत भइरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा अनुसन्धान कार्यमा सहयोग गर्न प्रहरी टोली परिचालन गरिएको छ। उक्त टोलीले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदन समेत जिल्ला प्रहरी कार्यालयमा बुझाएको कुरा पनि निवेदन गर्न चाहन्छु। पीडित र पीडक पक्ष दुवैको बयान तथा अनुसन्धान अनुसार यो घटनामा एकजना मात्र संलग्न रहेको खुल्न आएको छ। मुलुकी अपराध संहिता ऐनको दफा 168(3) रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ र यस्तो कसुर गरेको ठहर भए 3 महिनासम्म कैद र 3,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ। उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिइसकेको पनि बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजा उन्मुख रहेको बताउनु भएको छ। सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो जानकारी गराउनु भएको हो। उहाँले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमलिसनाले सोध्नु भएको प्रश्नको जवाब दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजा उन्मुख रहेको बताउनुभयो। उहाँले आफूले 2 दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्न उल्लेख गरेको बताउनुभयो। उहाँले अहिले पनि अनुसन्धान जारी रहेको बताउनु भएको छ। हुने अवस्था देखिएको हुनाले समितिको आवश्यकता त्यस अर्थमा पनि भएको थियो। त्यसले अहिलेसम्म भएका सम्पूर्ण घटनाहरूको विवरण सहित दिने भएको हुनाले एउटा अभिलेखमा पनि रहन्छ र भविष्यमा कानुन बनाउने कुराहरूमा, बनेका कानुनहरूलाई परिमार्जन गर्ने कुराहरूमा पूर्ण रूपमा आएको विवरणले सघाउँछ र त्यो औपचारिक पनि बन्दछ। किनभने पुष्ट अपुष्ट विभिन्न सङ्ख्याहरू आएका हुनाले ती सङ्ख्याहरूलाई आधिकारिक मान्न सक्ने अवस्था आज छैन। धेरै भएका छन् तर पूर्ण छैन। त्यसकारणले सङ्ख्याहरू सहितको टिओआर समितिमा रहने भएको हुनाले कति भत्किए, अभियानहरू कति चले, कति संस्थाहरूले त्यसमा काम गरे लगायतका विषयहरू र कतिवटा प्रतिवेदनहरू तयार भए लगायतका विषयहरू चाहिँ समितिले दिने आउने प्रतिवेदनलाई सम्पूर्ण रूपमा समावेश हुने गरी आउने कुराको म जानकारी। उहाँले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरू नभुलेको पनि बताउनुभयो। अवसान व्यावसायिक विश्रामपछि बाँकी समाचार। र पोल्युसनले मेरो अनुहारको चमक नै हराइसक्यो। तपाईलाई चाहिन्छ गोट मिल्कले समृद्ध प्याराशुट स्किन प्योर गोट मिल्क फेस वाश, जसले तपाईको मुहारलाई बनाउँछ चम्किलो र उज्यालो। प्याराशुट स्किन प्योर गोट मिल्क ब्राइटनिङ फेस वाश ओरेन्ज र एलोभेरा भेरिएन्ट्समा पनि उपलब्ध छ। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B3A+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्युटी। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। अंकल शॉपिंग लिस्ट। रिजल्ट्स आयो रे, अब के पढ्छौ? डाक्टर भन्छु। बेस्ट कलेजेसमा एप्लाई गरेकी छु। सबै कलेज उस्तै होइनन् र? हेरोल पनि त सबै उस्तै देखिन्छन् नि। त्यही पनि तपाईले मलाई बेस्ट नै दिनुभयो नि। म पनि आफ्नो लागि बेस्ट नै रोज्न चाहन्छु। प्याराशुट एडभान्स्ड बेस्ट रोज्नेहरूका लागि यो 3 तहसम्म गई कपाललाई बनाउँछ भित्रैबाट बलियो, चम्किलो र सुन्दर। प्याराशुट एडभान्स्ड मेरो लागि। विश्रामपछि पुनः समाचारमा स्वागत छ। बाँकी समाचार। नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई मधेसका जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको सोमबार बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विगत 3 महिनाभित्र श्रृङ्खलाबद्ध रूपमा भएको 1 दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताउनुभयो। उहाँले गाउँ गाउँमा आपराधिक समूहले पर्चा र पोस्टर टाँसेर सूचना दिने काम गरेको भन्दै नागरिकहरूमा डरले गाउँमा बस्न नसक्ने अवस्था रहेको बताउनुभयो। उहाँले नागरिकहरू अन्दिनो रही घरेलु हतियार लिएर रातभर जागरण बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। सामान्य सभामुख महोदय, सामाजिक सञ्जालमा यो गाउँमा चोर पस्यो, त्यो गाउँमा चोर पस्यो, यहाँ डाका आयो, त्यहाँ डाका आयो भन्ने कुरा
विभिन्न सञ्चार माध्यमहरूमा बग्रल्ती भेटिन्छ। चोर डाकाहरूले गाउँमा लुटपाट गर्ने धम्की सहितको पर्चा पोस्टरहरू सामाजिक सञ्जालमा उत्तिकै देखिन्छ। स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन सकेका छैनन्। सुरक्षा निकायको प्रयास असफल भएको छ। डाकाहरूको मनोबल बढ्दो छ र सुरक्षा निकायको मनोबल घट्दो छ। यस्तो नकारात्मक असर समाजमा परेको छ। दर्जनौं चोरी डकैती भएको छ। वित्तीय संस्थाहरूको रकम। सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह समेत गर्नुभयो। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ भन्दै प्रश्न गर्नुभएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूले आफूले भनेको नमानेको कुरा बताउनु भएको उल्लेख गर्दै प्रधानमन्त्री पद्धतिमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ भन्दै प्रश्न गर्नुभयो। सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाब कसले दिने भन्ने उहाँको अर्को प्रश्न थियो। उहाँले सरकार अराजकतातिर गइरहेको बताउनुभयो। उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदमा रहेको अभिव्यक्ति दिनुभएको र रक्षा मन्त्री हरि उप्रेतीले आइतबार सांसदका प्रश्नको जवाब दिने क्रममा दिनुभएको अभिव्यक्ति पद्य मर्यादा अनुरूप नरहेको जिकिर गर्नुभयो। आफ्नो हात जगन्नाथ भने जस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लानुभयो। सरकारले संसदलाई असाध्यै हेपेको छ। यो अवस्थामा प्रधानमन्त्रीज्यू भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाजनक कुरा के हुन सक्छ? म सभामुख मार्फत सरकारलाई सोध्न चाहन्छु, भन्दा कम बजेट भएको ज्येष्ठ नागरिक मन्त्रीसम्म आफ्नो हात जगन्नाथ भने जस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लानुभयो। सरकारले संसदलाई असाध्यै हेपेको छ। यो अवस्थामा प्रधानमन्त्रीज्यू भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाजनक कुरा के हुन सक्छ? उहाँले मन्त्रीहरूले आफ्नै क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको बताउनुभयो। नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले भ्रष्टाचार विरुद्ध अझै निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुख्य सचिव डाक्टर बैकुण्ठ चारियाललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गर्नुभयो। उहाँले माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुस्, भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताउनुभयो। उहाँले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्य सचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनाले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्ने कुरा स्पष्ट हुने बताउनुभयो। आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ। त्यसमाथि पनि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्य सचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने। उहाँले निजामती भित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्ने कुरालाई यसले स्पष्ट बनाएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दावासिनी कंसाकारले बाल श्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालमा अहिले पनि 10,81,000 बालबालिका श्रममा छन्। त्यसमध्ये 2,22,000 बालबालिका जोखिम मुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताउनुभयो। उहाँले त्यसमध्ये 2,22,000 बालबालिका जोखिम मुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको समेत जानकारी गराउनुभयो। उहाँले बाल श्रम रोक्न स्थानीय तहको भूमिका निकै महत्त्वपूर्ण भए पनि स्थानीय तहहरूले चासो नदेखिएको बताउनुभयो। उहाँले बाल श्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले बालबालिकालाई शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पोषणयुक्त खाना सहितको बालबालिकाको अधिकारको सुनिश्चित गर्न सरकारको ध्यान आकर्षण समेत गराउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्च स्तरीय टोली गठन भइसकेको जानकारी दिनुभएको छ। सोमबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको
बजेट विनियोजन शीर्षक अन्तर्गत बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले लामो समय लाइनमा बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्च स्तरीय टोली गठन भई काम सुरु गरिरहेको बताउनुभयो। उहाँले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको बताउनुभयो। उहाँले उपत्यकाका ठूला अस्पतालहरूमा 2 शिफ्टको सेवा सञ्चालन गर्न विस्तारित सेवा लागू गर्न लगायतका कार्यक्रम अघि बढाइएको पनि जानकारी दिनुभयो। अवस्थामा निःशुल्क वा सहुलियतपूर्ण रूपमा नै भइरहेको कुरा म मान्यजीलाई जानकारी गराउन चाहन्छु। त्यसैगरी माननीय डाङडल तोसीमा कार्कीजीको स्पष्टीकरण आएको छ। निजी तथा सरकारी अस्पतालहरूबाट दिइने सेवाहरूको शुल्क निर्धारण। मन्त्री यादवले मृगौला सम्बन्धी रोगमा 4,50,000सम्म सहुलियत प्रदान भइरहेको समेत जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले नेपालमा उत्पादित अलैँचीलाई विश्व बजारमा निर्यातको लागि सरकारले पहल गरिरहेको जानकारी दिनुभएको छ। सोमबार ललितपुरमा आयोजित अलैँची बारे वर्तमान स्थिति अवसर र चुनौती विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै कृषि मन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले विश्व बजारमा नेपाली अलैँचीको माग बढ्दै गएकाले G2G मार्फत निर्यात गर्ने गरी समन्वय र छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले अलैँची विश्व बजारमा निर्यातको लागि नीतिगत रूपमा सहजीकरण गर्नको लागि पुराना कानुनलाई संशोधन गर्न तयारमा सरकार रहेको पनि बताउनुभयो। मन्त्री शाहले अलैँची निर्यातको लागि नीतिगत र राजस्वको विषयलाई नीतिगत रूपमा सुधार गर्न जरुरी रहेको पनि बताउनुभयो। उहाँले कृषि बैंकको कर्जा र सरकारले लिने अनुदान कृषि गर्न चाहने किसानहरूको हातमा पुग्न नसकेको स्वीकार गर्नुभयो। उहाँले कृषिमा राम्रो काम गर्नेहरू पुँजीको अभावमा काम गरिरहने तर काम गर्न नचाहने काम चोरहरू फाइल लिएर हिँडेकाहरू अनुदान लिएर दुरुपयोग गरेको बताउनुभयो। उहाँले समृद्धि मुल्क बनाउने र जनतालाई खुसी बनाउने सपना लिएर हिँडे पनि यस्ता विकृतिबाट देश समृद्धि हुन नसक्ने बताउनुभयो। उहाँले सरकारले अब यस्ता विकृति र गलत काम गरेको पहिचान गरी कारबाही गर्ने पनि जानकारी दिनुभयो। उहाँले कृषि क्षेत्रमा रहेको विकृति मन्त्री एक्लैले हटाउन सक्ने भन्दै सबैको साथ सहयोग आवश्यकता रहेको पनि बताउनुभयो। उहाँले प्रधानमन्त्री कृषि परियोजना मार्फत सुपर जोनको हिसाबले अलैँची खेतीलाई बढावा दिएर निर्यातमा जोड दिन आवश्यक रहेको पनि बताउनुभयो। पनि एउटा समझदारीमा बनाउन जो भ्याट लाग्ने राजस्व लाग्ने विषयमा पनि कुरा उठेको छ। यसको लागि कयौं नीतिगत चीजहरू पनि नीतिगत विषयहरू पनि हामी उजागर गर्न पनि जरुरी छ, किनकि हामी कयौं चीजहरूलाई कयौं विषयवस्तुहरू नीति निर्माण बनेको छ तर कयौं। उहाँले कृषि मन्त्रालयलाई दोस्रो प्राथमिकताका साथ बजेट तर्जुमा गर्नुपर्ने भए पनि सबैभन्दा कम गरिएको गुनासो गर्नुभयो। उहाँले सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय हुँदाहुँदै पनि बजेटको अभाव रहेको बताउनुभयो। अर्थमन्त्री वर्षमान पुनले सरकारले स्पष्ट र व्यावसायिक रूपले दक्ष व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्ने बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै यस्तो बताउनु भएको हो। उहाँले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अध्यक्ष नियुक्ति गर्न गठित समितिले छनौट गरेका 5 जना मध्ये 2 जना मात्रै प्रस्तुतिमा सहभागी हुँदा कानुनी समस्या भएकाले कानुनी रायको लागि महान्यायाधिवक्ताको कार्यालयलाई कानुनी रायको लागि पठाइएको बताउनुभयो। उहाँले महान्यायाधिवक्ताको कार्यालयले समितिले सरकारलाई अन्तर्वार्तामा सहभागी 2 जना वा त्योभन्दा बढी सिफारिस गर्न पाउने विषयमा कानुनी राय आएसँगै समितिले सिफारिस गर्ने बताउनुभयो। उहाँले कानुनमा स्पष्ट रूपमा कम्तीमा पनि 3 जना योग्यलाई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको बताउनुभयो। उहाँले महान्यायाधिवक्ता कार्यालयको कानुनी राय अनुसार समितिले गरेको सिफारिसको आधारमा चाँडै सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्ने उल्लेख गर्नुभयो। उहाँले सञ्चार माध्यममा बोर्डको अध्यक्ष नियुक्तिका विषयमा स्वार्थ समूहका आधारमा काम भएको, नेता विशेषले दबाब दिएको भन्ने विषयमा सत्यता नभएको पनि बताउनुभयो। उहाँले सरकार र दलका नेताहरू प्रधानमन्त्री र अर्थमन्त्रीलाई जोडेर लागेका लाञ्छनाहरूमा पनि सत्यता नभएको उल्लेख गर्नुभयो। गराउन चाहन्छु। चालु आर्थिक वर्ष 80-81 मा चालु खर्च 65.2%
चालु आर्थिक वर्षको राजस्व सङ्कलनको तुलनामा आगामी आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य सन्तुलित नै रहेको छ। अर्थतन्त्र चलायमान गराउने, स्पष्ट कार्ययोजना सहित राजस्व सङ्कलन एवं सघन बजार अनुगमन बढाउने र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई समन्वयात्मक ढङ्गले परिचालन गर्दा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष 2081-82 का लागि अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा 48 अर्ब 61 करोड मात्र विनियोजन गरिएको बताउनुभयो। उहाँले वित्तीय हस्ताक्षर अन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ 1 खर्ब 48 अर्ब, सम्पूरक अनुदानतर्फ 13 अर्ब 20 करोड र विशेष अनुदानतर्फ 12 अर्ब 90 करोड गरी 1 खर्ब 74 अर्ब बढी रकम प्रदेश र स्थानीय तह मार्फत खर्च हुने रकम भएको जानकारी दिनुभयो। उहाँले सांसदहरूले अर्थ मन्त्रालयले 2 खर्ब रकम अबान्जामा राखेको आरोप लगाउने जायज नभएको भन्दै अर्थ मन्त्रालयले जम्मा 48 अर्ब 61 करोड मात्र भएको बताउनुभयो। उहाँले 48 अर्ब 61 करोड बाहेक बाँकी बजेट वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ 1 खर्ब 48 अर्ब, सम्पूरक अनुदानतर्फ 13 अर्ब 20 करोड र विशेष अनुदानतर्फ 12 अर्ब 90 करोड गरी 1 खर्ब 74 अर्ब भन्दा बढी रकम प्रदेश र स्थानीय तह मार्फत खर्च हुने रकम रहेको बताउनुभयो। आगामी आर्थिक वर्षका लागि चालु खर्च 61.31%, पुँजीगततर्फ 18.94% र वित्तीय व्यवस्थातर्फ 19.74% प्रस्ताव गरिएको जानकारी दिनुभयो। उहाँले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि चालु खर्च घटाइएको र पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको पनि जानकारी दिनुभयो। क्षेत्र कुनै पनि निर्वाचन क्षेत्रमा बजेट छुटेको छैन। सानो ठुलो विभिन्न आयोजनाहरू रहेको छ मन्त्रालयहरू मार्फत र विगतमा लगभग 165 क्षेत्र सबै समेटिएको अवस्था हुन्थेन, यसपटक समेटिएको छ। उहाँले बजेट कार्यान्वयन प्रभावकारी बनाउन आयोजना अवधिभर आयोजना प्रमुखको सरुवा नगर्ने, राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा 2 शिफ्टमा काम गर्ने, विकास आयोजना कार्यान्वयन सम्बन्धी कानुन तर्जुमा गर्ने, बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्र तयार पार्ने र आवश्यक कार्यविधि मापदण्ड निर्देशकका श्रावण मसान्तभित्र तयार पार्ने पनि बताउनुभयो। उहाँले सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। दादा बाहिर भाइरस छ, नडराऊ, मात्र पम्प रब छु गर्दियो भाइरसलाई। पम्प रब छु हो, लाइफबोय ह्यान्ड वाशले मार्छ 99.9% भाइरसेस। त्यसैले पम्प रब छु, संसारकै नम्बर 1 सेलिङ जर्म प्रोटेक्सन सोप ब्रान्ड। New Parachute Sun Protect Matte Gel enriched with natural aloe extracts. It blocks 98% of harmful sun rays and creates a personal sunshade that always travels with you. Parachute Skin Pure Sun Protect with SPF 50 PA++. My personal sunshade. तपाईको फेभरेट सनसिल्क स्याम्पू अब भयो अझै राम्रो। यसमा छ vitamins, oils अनि प्रोटिनको एक्टिभ मिक्स, जसले दिन्छ तपाईलाई शाइनी, घना अनि सुन्दर कपाल। सुपर कपाल हरेक बार नया सनसिल्क एक्टिव मिक्स के साथ। काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लेल करावा वाला संपूर्ण कार्य सब के लेल काठमांडू ने जाए पड़त। अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सब के काठमांडू जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा होय छले। अब काठमांडू नहीं जाए पड़ते, मेन पावर अपने से जनकपुर के भवनपुरा में आ गए रहे। पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करी पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001-2000 सर्टिफाइड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार।
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक 2081 राष्ट्रिय सभामा पेश भएको छ। सोमबारको राष्ट्रिय सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक 2081 राष्ट्रिय सभामा पेश गर्नुभएको हो। विधेयक पेश गर्दै शिक्षा मन्त्री श्रेष्ठले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षा मार्फत नेत्र स्वास्थ्यको विधामा उच्च स्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरी आँखा स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। आँखा स्वास्थ्य विधि विधातर्फ उच्च शिक्षा प्रदान गर्नुपर्ने भएको र यस क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापन अनुसन्धान गर्न आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गरी स्वास्थ्य सेवाको प्रदान गर्ने आवश्यक रहेको बताउनुभयो। सरकारले विश्व बैंकबाट उपलब्ध हुने 80 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ। सोमबार मन्त्री परिषद बैठकमा निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप 8.1 मिलियन पाउन्ड स्टेर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो। त्यस्तै सरकारले 2081 असार 27 गतेदेखि 29 गतेसम्म चीनको बेजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्रीको भ्रमण स्वीकृत गर्ने, आर्थिक वर्ष 2080-81 मा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन भएको कुल रकम 87 अर्ब 35 करोड 29 लाखको 93% हुने रकम 81 अर्ब 23 करोड 81 लाख मध्ये 64 अर्ब 24 करोड 59 लाख हस्तान्तरण भएकाले हस्तान्तरण हुन बाँकी रकम 16 अर्ब 99 करोड 22 लाखलाई तथा स्थानीय तहमा सोही अनुपातको आधारमा हस्तान्तरण गर्ने निर्णय गरेको छ। त्यस्तै विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा डाक्टर रामप्रसाद धिताल सिन्धुपाल्चोकको तथा रिक्त 2 सदस्यीय पदमा डाक्टर मधुसूदन अधिकारी काठमाडौँ र झमक प्रसाद शर्मा सखुवासभालाई नियुक्ति गर्ने, राष्ट्रिय दूध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डाक्टर राजेन्द्र प्रसाद यादव सप्तरीलाई नियुक्ति गर्ने, नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशक नियुक्तिको लागि कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिवको संयुक्तमा सिफारिस समिति गठन गर्ने, अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीव कुमार शर्मा र विक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन गोलीलाई अवैतनिक वाणिज्य दूत नियुक्ति गर्ने निर्णय पनि गरेको छ। त्यस्तै सरकारले नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रको 16औं बैठक 2081 असार 10 गतेदेखि 12 गतेसम्म काठमाडौँमा आयोजना गर्ने र उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालय सचिवको नेतृत्वमा नेपाली प्रतिमण्डल गठन गर्ने, उक्त बैठकको कार्यसूची स्वीकृत गर्ने, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको 15 शैय्याको अस्पतालको भवन निर्माण, यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासको भवन निर्माण र सरावल गाउँपालिकाको वाडा कार्यालय तथा प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने, साझा प्रकाशन सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको सदस्य पदमा रमेश प्रसाद भट्टराई काठमाडौँलाई तोक्ने, समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिमा उद्धव प्रसाद तिमलेसना काठमाडौँलाई मनोनयन गर्ने, दार्जिलिङ र गोर्खा जिल्लामा रहेको श्री 5 वायु गुठीका जग्गाको अध्ययन गराउने समस्या समाधानार्थ 3 महिनाभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न, 15 निधि सोतीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने भन्ने निर्णय क्याबिनेटको बैठकले गरेको छ। र अर्को यो आर्थिक वर्ष 2080-81 मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय सामान्यीकरण अनुदानको रकम हस्तान्तरण गर्ने भन्ने निर्णय पनि भएको छ। अहिले 87 अर्ब 35 करोड 29 लाख विनियोजन भएको थियो अघिल्लो आर्थिक वर्षमा स्थानीय तहलाई दिने भनेर, त्यसमध्येको 93% हुने त्यस्तै सरकारले साल झण्डी सन्धि खर्क जोरपाटन सडक योजना अन्तर्गत पुग्दो
म्याल पोखरी श्रीखेनी सडक खण्डमा पर्ने गुल्मी जिल्ला मादने गाउँपालिका वार्ड नम्बर 2, 4 र 6 घरटहरा संरचनाहरू क्षतिपूर्ति दिन घटाउन स्वीकृति प्रदान गर्ने मिति 2081 असार 14 गतेदेखि 20 गतेसम्म गणतन्त्र कोरियाको सियोलमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि युवा तथा खेलकुद मन्त्रीको वैदेशिक भ्रमण कार्यक्रम स्वीकृति गर्ने, महाकाली सिँचाइ आयोजना तेस्रो चरण मूल नहर निर्माण, चौरी देउराली गाउँपालिका काभ्रेपाल चौकको प्रशासनिक भवन निर्माण र माथिल्लो म्याग्दी जलविद्युतीय निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ। त्यस्तै प्रतिलिपि अधिकार सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति दिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तेस्रो संशोधन आदेश 2081 स्वीकृत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी नियमावली 2081 स्वीकृत गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृति गर्ने निर्णय गरिएको पनि जानकारी दिनुभएको छ। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति 2081 3 9 गतेको पत्र अनुसार नेपाल सरकारका मुख्य सचिव डाक्टर बैकुण्ठ अर्यालको विरुद्धमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता भएको हुँदा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुने र हाललाई राष्ट्रिय योजना आयोगमा राजक्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको पद सृजना गर्ने र निज डाक्टर बैकुण्ठ अर्याललाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो। सरकारले निलम्बित मुख्य सचिव डाक्टर बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले निलम्बित मुख्य सचिव डाक्टर अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सृजना गरी सरुवा गरेको छ। मन्त्री परिषदको बैठकमा निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारका मुख्य सचिव डाक्टर बैकुण्ठ अर्याल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनु भएको बताउनुभयो। उहाँले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सृजना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो। प्रचलित कानुन बमोजिम उहाँ स्वतः निलम्बन हुनुभएको छ। हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सृजना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने भन्ने निर्णय क्याबिनेटको बैठकले गरेको छ। र अर्को यो आर्थिक वर्ष 2080-81 मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय सामान्यीकरण अनुदानको रकम हस्तान्तरण गर्ने भन्ने निर्णय पनि भएको छ। अहिले 87 अर्ब 35 करोड 29 लाख विनियोजन भएको थियो अघि। त्यस्तै सरकारले आर्थिक वर्ष 2080-81 मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय सामान्यीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको जानकारी दिनुभयो। हस्त अहिले यतिकै पल पल खबर तेज नजर दिवा अपन टेलिभिजन। नमस्कार।